भोजपुरको उत्तरी क्षेत्र सडानन्द नगरपालिकामा सञ्चालित लोमाखोला खानेपानी आयोजना मार्फत करिब 1200 घरमा धारा जडान गरिएको छ। क्रमगत रूपमा सञ्चालन भइरहेको यो आयोजना मार्फत पानीको समस्या रहेका घरमा धारा जडान गरिएको हो। एक रिपोर्ट। लोमाखोला खानेपानी आयोजना मार्फत यहाँका करिब 1500 परिवार मध्ये हालसम्म 1200 घर परिवारमा धारा जडान गरिएको हो। बाँकी रहेका घरमा पनि क्रमशः धारा वितरण गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन विक्रम राईले बताउनुभयो। पानी शुद्धिकरण गर्ने प्रविधि जडान नगरिएकाले पानी वितरणमा केही समस्या रहेको उहाँको भनाइ छ। हामीसँग शुद्धिकरण संयन्त्र नभएकोले गर्दाखेरि मूलमा पानी पर्न साथ आकाशे पानी पर्न साथ पात पतिङ्गरहरू बगाउने कारणले गर्दाखेरि चाहिँ हाम्रो यो टिसी चेम्बरमा पानी जम्मा भएर आउँदाखेरि पात पतिङ्गर सहित आउने भएको हुँदा त्यो चाहिँ वितरण लाइनको धाराहरूको सेड्युलमा जोइन्टमा गएर पानी त्यो डिस्टर्ब हुने भएकोले गर्दाखेरि धाराहरू बारम्बार बिग्रिरहने। बस्तीमा पानी वितरण थालिएपछि वर्षौंदेखि पानीको समस्या हटेको स्थानीय छत्रमाया कार्कीले बताउनुभयो। लोमाखोलाको पानी घरमा आएपछि दैनिक काममा सहजता भएको उहाँको भनाइ छ। कति सहज हो नि, अनि पानी आयो त सहज हुँदैन त। बुढाबुढी मान्छे झोला बोकेर पानी खाँदा यहाँ खान पाउँदा सहज र बिसहज हजुरले पनि त्यो सोध्नु न। हजुर खुसी छौँ नि हामी, अनि पानी खान पाउँदा खुसी हुनु पर्छ। अनि हजुर गाह्रो पनि थियो नि त, परिवार झन्सार कति गाह्रो थियो। अहिले त हाम्रो त पानी गुरुङ आउँछ नि यहाँ। यो आयोजनाले सडानन्द नगरपालिकाको वडा नम्बर 8, 9, 10, 11 र 12 का करिब 1500 परिवारलाई राहत पुग्ने सडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले बताउनुभयो। आयोजनालाई चाँडो सम्पन्न गराउन आफूले सम्बन्धित निकायमा बजेट मागसँगै आवश्यक सहजीकरण गरिरहेको उहाँको भनाइ छ। यो लोमाखोला खानेपानी आयोजनाको काम सुरु भएको धेरै वर्ष भइसक्यो र हामी अन्तिम अवस्थामा पुगेका छौँ र यो चाहिँ निकै राम्रो योजनामा पर्छ। लगभग 1400 घरधुरीलाई हामी पानी खुवाउँदैछौँ। मुहान पनि सुरक्षित छ र यसको लागि यो योजना ल्याउनको लागि हामीले धेरै नै प्रयत्न गर्नु पर्यो र मन्त्रीज्यूहरूलाई भेटेर पैसा बजेट विनियोजन गर्नको लागि पनि म पटक दाइरहेकै छु। दुई स्किममा सञ्चालन भइरहेको आयोजनाको भौतिक प्रगति करिब 80% रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर दीपक यादवले बताउनुभयो। श्रमदान सहित यो आयोजनाको अनुमानित कुल लागत 26,82,30,835 रहेको उहाँको भनाइ छ। लोमाखोला खानेपानी आयोजना हाम्रो डिभिजन कार्यालयले कार्यान्वयन गर्ने योजनाहरूमध्येको एक ठुलो योजना हो। यो योजना सम्पन्न भए पश्चात करिब 1400 देखि 1450 घरधुरी लाभान्वित हुनेछन्। यो योजना सुरु भएको 2075-76बाट हो। लगभग 1200 घरधुरी लाभान्वित भइसकेका छन्। यसै आवमा 3वटा ट्याङ्कीबाट लगभग 314 घरधुरी पानी खाइसकेका छन्। आयोजनाको मुख्य पाइपलाइन विस्तार करिब 47 किलोमिटर र वितरण लाइन करिब 153 किलोमिटर रहेको कार्यालयले जनाएको छ। गणेश पृष्ठ, एनटिभी इटारी समाचार, कोशी प्रदेश, भोजपुर।